सो वाट्सअप एभ्री वान वेलकम ब्याक टु माई च्यानल। तपाईँहरूले स्वागत गर्न चाहन्छु अर्को भिडियोमा। हामी आइसकेका छौँ अहिले फेरि अर्को भिडियो लिएर। आज इन्ट्रेस्टिङ वेदर पनि एकदम ठिकठिकै छ, तर गर्मी चाहिँ धेरै छ है, एउटामा पनि गर्मी छ। अलि बाइक चलाउँछ, अलिअलि हावा चलिरहेको छ, त्यही भएर बोर भइरहेको होइन। तर एक ठाउँमा अडिएर बस्नुपर्छ, बोल्न थाल्छ। सो हाउ आर यु गाइज? आई एम भेरी फाइन। अनि आज चाहिँ म बजार जाँदैछु। बजारमा धेरै कामहरू छ, त्यो कामहरू भ्याएर म फेरि फर्किन्छु। भिडियो राम्रो लाग्यो भने लाइक सेयर सब्सक्राइब गर्नु नबिर्सिनु होला है। मैले चाहिँ एउटा माइक नै यहाँ तल राखेको छु क्या। यो चाहिँ बाहिरको साउन्ड पनि अलिअलि आउँछ भनेर, किनकि बाहिरको साउन्डै निस्किँदैन, नोइज क्यान्सलेसन हुन्छ, त्यही भएर यसले यसो गरेको यस्तै यसले भएर छ। हेलो हेलो माइक चेक, हेलो। अनि यसले यस्तो गर्छ क्या। अनि यो चाहिँ यहाँ पल्लोमा टाँसिँदो रहेछ, अनि त्यही भएर त्यहाँ पछाडिपट्टि म्याग्नेट हुन्छ क्या। त्यो भाइ हेर्नु त शीतलमा कस्तो मजा, चस्मा लगाएर कुल भएर बसिरहेको। यो बिरालोले अब क्रस गर्न बस्यो, अब कुन चाहिँ एक्सिडेन्ट बनाइदिनु भयो आउँदैन होइन। अब यो चाहिँ फेरि चिनेकै मोटे दाइको अटो है। अगाडि गाइस गरी महिना कस्तो चल्छ तपाईँहरूको ठाउँतिर? हाम्रोमा चाहिँ गरी महिना यसरी चलिरहेको छ कि छाला यसरी एक ठाउँमा अड्काएर राख्यो भने घामले पोल्छ है, त्यति चाहिँ हो। र आज चाहिँ मैले तेल हाल्नु परेको छैन, किनकि हिजोको 800को तेलले नै चाहिँ बाइक चलिरहेछ आनन्दले। र अर्को कुरा भन्नुपर्दाखेरिमा तपाईँहरूलाई कस्तो छ, मैले तपाईँहरूको याद आउँछ, त्यही भएर अपलोड गरेको गर्छु है गाइस। खासै भ्युज पनि छैन, के गर्नु, यस्तै छ जिन्दगी। मेहनत गर्दै रहेंगे मेरे दोस्त, एक दिन अवश्य सक्सेस हो जाएंगे होइन। यही चाहिँ काम हेरेको थिएँ मैले, अनि त्यही भएर आज एक सब्सक्राइबर, भोलि एक सब्सक्राइबर गर्दा गर्दा वर्षमा 365 भयो भने पनि 1000 पुग्नलाई त 4 वर्ष त लाग्छ नि। 365 र 300 369 त्यो 3 वर्ष भयो। 60 60 120 4 वर्ष पनि लाग्दैन रहेछ। 3 वर्षमै मजाले 1000 सब्सक्राइबर आउँछ। दिनको 1 सब्सक्राइबर आयो भने पनि मलाई यहाँ चाहिँ स्टार्ट गर्दिनँ, यो जान्छ अझै जान्छ, मलाई थाहा छ। जान्छ 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 ल स्टार्ट देख्यो। स्टार्ट गर्ने तरिका हो नि त। ओह्रालोमा चाहिँ जहिले पनि स्टार्ट बन्द गरेर चलाउँदा राम्रो हुन्छ, र स्टार्ट बन्द गरिसकेपछि पनि न्युट्रलमा राखेर चलाउनु हुँदैन। गियरमै राख्नुपर्छ, तर क्लच लिएर। अहिले गियरमा छ, क्लच लिने, स्टार्ट बन्द गर्ने, त्यत्तिकै जाने है। सर क्लचमा राखेर क्लचमा रे न्युट्रलमा राखेर त्यसपछि चाहिँ ओह्रालोमा सुलुलु जाँदाखेरि भन्ने ठाउँमा रोक्न गाह्रो हुनसक्छ होइन। अनि बाइकमा पनि हिरोहरू आउनसक्छ, त्यही भएर गियरमा राख्ने, सकिन्छ भने 1 गियर होइन 2 गियर 3 गियरतिर राख्ने है। अनि राखेर ट्याक्क क्लच लिने, मतलब त्यो भन्दा नि जहाँबाट हामी स्टार्ट गरेर हिँडेको छौँ नि, सुरुमा त स्टार्ट गर्छौँ होइन। अनि स्टार्ट गरेर हिँडेपछि जहाँनिरबाट ओह्रालो आउँछ त्यहाँनिरबाट न्युट्रलमा झार्ने के, त्यत्तिकै क्लच लिने। अनि त्यसपछि त्यो मात्रै गरिदिने, के अरे स्टार्ट, यो चाबी मात्रै अफ गरिदिने, अनि चाबी फेरि अन गरिदिने, किनकि हर्न त बजाउनु पऱ्यो नि त होइन। हर्न बजाउनु पऱ्यो, दायाँ बायाँ बाटो आयो भने साइड लाइट पनि बाल्नु पऱ्यो, त्यही भएर त्यो चाहिँ काम लाग्दो कुरा हो है, मैले सिकेको। अनि बाइकरहरूलाई अरू ज्ञान के को हुनुपर्छ भने, बाइक छँदैछ दौडाइहाल्छु मै हो भनेर चाहिँ रोडमा त्यसरी चाहिँ हिँड्नु हुँदैन है। त्यो चाहिँ आफ्नै नोक्सानीको लागि हो। आफू अगाडिको वरिपरि आउने साधनहरूलाई पनि सेफ्टी, उनीहरूलाई पनि सुरक्षा होस्, र आफूलाई पनि उनीहरूद्वारा सुरक्षा पाइयोस् भनेर चाहिँ हामीले साधनलाई हाँक्नु पर्दछ है। त्यो हातमा साधन छ भन्दैमा चाहिँ त्यसलाई हामीले रन्नाफतली गरेर दायाँ बायाँ गर्न चाहिँ दौडाएर 80 100 को स्पिडमा कुदाएर चाहिँ काम छैन। त्यही भएर साधन हामी बाटामा आइसकेपछि त्यति चाहिँ जानु पर्दछ। मोटो ब्लगर हो भने तपाईँलाई अब दौडाउन मन लाग्छ भने प्लेस हेर्ने, सुरुमा एरिया म्याप हेर्ने, यहाँ जुन ठाउँमा चाहिँ कम मात्रामा अथवा गाडी कुद्दैन त्यो ठाउँमा गएर चाहिँ तपाईँहरूले सुटिङ हुन्छ नि होइन, त्यो ठाउँमा गएर तपाईँहरूले चाहिँ राइड अपलोड गर्न सक्नुहुन्छ है। जस्तै कुनै ठाउँमा कस्तो हुन्छ भने मान्छे
हिँडै गर्ने, बच्चाले क्रस गर्ने, घर भइसकेपछि होइन। अनि त्यसपछि हो त्यस्तो समस्याहरू आउन सक्छ कि यसले ब्रेक हानेको हेर पुरै घिसारिरहेको छ। त्यसपछि अनि जहिले पनि आफू ओभरटेक गर्दै गर्दाखेरि उसलाई थाहा छ कि छैन, उसलाई थाहा छैन भने उसले त अलिकति उता जान सक्छ। यसरी ओभरटेक गर्दै गर्दा ऊ पनि हाम्रो च्यापेर आउन सक्छ। त्यो नआओस् भन्नको लागि चाहिँ ब्याकमा हर्न बजाइदियो भने चाहिँ उसलाई थाहा हुन्छ नि त ए कसैले ओभरटेक गर्दै रहेछ भन्ने कुरा। कसैले ओभरटेक गर्दै रहेछ भन्ने थाहा भइसकेपछि ऊ साइडमा आफ्नो अटोमा सिधा हिँड्छ, हामी सरल ओभरटेक गर्न जान सक्छौँ है। त्यही भएर हामीले ओभरटेक गर्दै गरेको अवगत चाहिँ अगाडिपट्टिको जुन साधन छ त्यसलाई चाहिँ हामीले अवगत गराउनु पर्दछ, जानकारी दिनु पर्दछ कि म चाहिँ ओभरटेक गर्छु। के हर्न बजाउने के भने नाइट नाइट टाइम छ भने चाहिँ हामीले यो पास लाइट चाहिँ उसलाई बाल्दियो भने उसले लुकिङ ग्लासतर्फ हेर्छ नि त पछाडिबाट गाडी आइरहेको छ कि छैन भनेर। यदि ओभरटेक गर्न खोज्छ भने हामी अलिक साइड साइड जाने होइन, हामी नै छिटो अथवा हतारमा छ भने अलि अगाडि सर्दिने उसलाई हतारमा आउन सक्छ होइन। तर उसलाई नै जाम हुने गरी रोकेर चाहिँ नराख्नु। जस्तै अहिले पछाडिबाट पनि आइरहेको छ एउटा गाडी र अगाडि त म जाँदैछु, यो स्लो छ भने म सामना हेरेर म यसरी चाहिँ जान सक्छु। एकदम आफ्नो सेफ्टी प्लस आफ्नो सँगसँगै रोडमा हिँड्दै पहिला अरू यात्रीहरूको सेफ्टीको लागि हामीले चाहिँ यति चाहिँ अप्नाइरहेको पर्छ र यो ओभरटेक गर्नु चाहिँ खाली बाटो छ भनेर यो लाइन जुन लाइनमा चाहिँ फिनिसिङ छैन एकदम निरन्तर लाइन छ भने लाइनर ओभरटेक गर्न है। जस्तै यो निरन्तर लाइन पनि राखेको भने यहाँबाट ओभरटेक गर्न मनाही भनेको, किनकि यसरी घुमेर जाँदाखेरि उताबाट के आइरहेको छ हामीलाई थाहा हुँदैन, हाम्रो लागि त्यो ब्लाइन्ड पोइन्ट हो, त्यसैले हामीले ओभरटेक गर्नु हुँदैन। तर अब हेर्नुहोस् यहाँनिर सिधा बाटो आउँछ, जुन सिधा बाटोमा चाहिँ तपाईँको फिनिसिङ लाइन डट 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 आउँछ। यसले चाहिँ के गर्छ भने अगाडि मैले देख्न सक्छु क्या, अनि अगाडि मैले देख्दै गर्दाखेरि अगाडि केही आएको छ कि छैन सर्लङ्ग मैले देख्न सक्छु। त्यो अगाडिको बाटोलाई मैले देखिसकेपछि मैले ओभरटेक गर्न सक्छु है। त्यो हो कुरा। कसरी ब्रेक हानेको यार यो दाजुहरूले। र अब मैले हेर्दाखेरि खाली बाटो छ भने म जान पाइयो, अनि यसरी साइड लाइट बालेर फेरि आफ्नै लेनमा आउनु पऱ्यो किनकि अगाडिबाट गाडी आइरहेछ। अब यो बिहारको गाडी हो क्रेटा है, बालाजी हन्डाई, क्रेटा हन्डाई उता साइन हन्डाईको तल क्रेटा त्यहाँ रहेछ। एसएक्स त्यो गाडी हो, राम्रो हुन्छ त्यो पनि। अर्को कुरा भनेको उताबाट आएर त्यसलाई हामीले हराइ दिनु पऱ्यो, त्यसलाई हाम्रो लाइन कुद्न पर्यो, त्यसले नजानेको हुनसक्छ होइन। ऊ गाडी हो, बाइक हो भने उसले टाउको घुमाएर हेर्नु सक्छ, ठुलो बाइक होइन भने उसको लागि हामीले अगाडि हेरिदिनु पर्छ नि, अगाडि छ हामीले हेर्छौँ तब मात्र त्यो मान्छे हेर्दैछु यो निरन्तर लाइन छ किन यहाँ दुर्घटना हुन सक्ने सम्भावना हुनसक्छ है भनेर चाहिँ त्यो निरन्तर लाइन दिएको हामीलाई छ भने अब ओभरटेक गर्नु चाहिँ 2 लाइन मात्रै छ भनेर होइन है। अब यो निरन्तर लाइन छ, यहाँनिर कुनै पनि ठाउँमा छुट्याएर दिएको छैन, छुट्याएर दिएको छैन भने चाहिँ नो ओभरटेक है, ओभरटेक गर्न सक्दैन। अब यहाँ चाहिँ किन सिधा छ तर पनि किन दिएन, किनकि अगाडि ब्रिज छ, अगाडि पुल छ, त्यही भएर हामीले ओभरटेक गर्नु मिल्दैन भन्न खोजेको। पुलमा खतरा नै हुन्छ ओभरटेक गर्नु है, त्यसैले पुलमा चाहिँ आफ्नो लाइनमा सबै नपटेसम्म एकदम सेफ्टी अप्नाएर सरर हिँड्नुपर्छ। र अब हेर्नुहोस् पुल सकिएपछि पनि आउँदैछ किनकि हामीले यो लाइनमा धेरै ओभर स्पिडमा गर्नु सक्दैनौँ, यो यसमा नि ओभरटेक गर्नु गलत हो किनकि पुल आउँदैछ अगाडि, उतापट्टिको लागि यो सेफ्टी स्टुडेन्ट। अब यहाँ उतासम्म किन गर्नु थियो किनकि हामीले यसरी हेर्दाखेरि पारीसम्म देख्छौँ, पारीसम्मदेखि चाहिँ हामीले ओभरटेक गर्ने कि नगर्ने उताको गाडी आइरहेको छ कि छैन भनेर हेर्न सक्छौँ, अनि ओभरटेक गर्न मिल्यो। अब फेरि निरन्तर लाइन सुरु भयो, तपाईँहरूले बुझ्नुभयो होला, यो निरन्तर लाइनले चाहिँ फेरि हामीलाई के भन्दैछ नो ओभरटेक है, किनकि अगाडि मोड छ, मोड भएपछि हामीले पारीको लागि हाम्रो ब्लाइन्ड पोइन्ट हो, हामीले पारीसम्मको गाडीहरू देख्न सक्दैनौँ, देख्न नसकेपछि हामीले त्यसमा ओभरटेक गर्नु मिलेन है, मिलेन। अलिअलि घचाघुचुक गर्छन् यतातिर गाडीहरूले। आज चाहिँ मैले म्याप फोटोकपी गर्नुपर्ने छ ठुलो प्रिन्टरवाला पसल खोजेर, अनि फोटोकपी चाहिँ मैले उता अफिसलाई दिएर अनि ओरिजिनल चाहिँ राख्नुपर्छ, अनि मेरो काम हो। अनि अर्को काम भनेको आजको हिजो अस्ति गाडीको अगाडिको बर्नर पुछेको थियो बाइक लगेर, त्यो फेरेको पुरानो सामान चाहिँ ग्यारेजमै छुटेछ, त्यसलाई घर ल्याएर आउनुपर्ने छ र त्यसपछि खाता खोल्नुपर्ने छ एउटा है एसबिआई ब्याङ्कमा। यति चाहिँ मेरो आजको काम हो। र एसबिआई ब्याङ्क चाहिँ इन्टरनेसनल रहेछ नि त होइन,
अरू ब्याङ्क नचले पनि एसबिआई चाहिँ इन्डियामा पनि चल्दो रहेछ। अरू पनि चल्छ होला, त्यो मलाई जानकारी नभएको हुनसक्छ, तर मैले जानकारी पाएअनुसार एसबिआई ब्याङ्क चाहिँ इन्डिया र नेपाल दुवैमा काम गर्नु भएको कारणले गर्दाखेरि पनि र त्यसलाई चलाइ हेरौँ न त, बनाइराखेको राम्रो हो कि जस्तो लागेर पनि मैले चाहिँ बनाएर जान थालेको हो है। ओभरटेक चाहिँ गर्नु राम्रो होइन है, बाटोमा झ्याप्की झ्याप्की गाडीहरू आइरहेको छ है। र मैले अगाडि हेर्दाखेरि उनीहरूलाई खाली र यताबाट जानु पनि गलत हो, यताबाट जानु पनि एकदमै गलत हो, किनकि यताबाट जानु मिल्दैन है। यो उल्टो साइडको टर्निङ हो, जति बेलामा त्यो ओभरटेक गरेर जानेहरू आफै रिक्समा जान्छन्, तर त्यो जानु एकदमै नराम्रो हो है। त्यो आफ्नै लागि र अरूको लागि पनि खतरा हो। र यताबाट कोही आइरहेको छ भने हामीले हर्न दिएर म पनि यताबाट आउँदैछु है सिधा बाटोबाट भनेर चाहिँ हामीले अलिकति जानकारी दिएर मात्रै उसलाई पनि जान दिन आवश्यकता छ है। र अब मेरो जाने बाटो आयो, उता जाने बाटो आयो भने त्यो जाने बाटो त्यहीँनिर पुगेर साइड लाइट बाल्ने होइन, अलिक टाढै है, 5 मिटर जति टाढैबाट ट्याक्क 10 फिट भनौँ न ल, 10 फिट टाढैबाट, अझ 10 फिट पनि 10-20 फिट टाढाबाट नै हामीले चाहिँ सर्लक्क साइड लाइट बाल्दै 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 जान्छ। मलाई चाहिँ यहाँबाट छिर्नु छ तुलसिङहरूको लागि, यहाँ बिस्टिना सुनाहरूलाई उतिनु छ भने चाहिँ मैले चाहिँ हो यतिमै आएपछि चाहिँ अब यसरी साइड लाइट बाल्नु, ताकि पछाडिको गाडीहरूले यो त्यहाँबाट यता छिर्दै रहेछ भन्ने कुरा उनीहरूलाई जानकारी हुन्छ है। यसरी त्यहाँबाट जानु पऱ्यो भने सर्लक्क साइड लाइट बालेर सुत्त जानु पाइयो। अब हेर्नुहोस्, हेलमेट नलगाएर चलाउँछन्, आफ्नो सेफ्टी आफैले अप्नाउनुपर्छ भन्ने कुरा तिनीहरूलाई थाहा छ, तर पनि अब गर्छ भने तिनीहरू आफ्नो रिक्समा हिँडिरहेको छन्, त्यसमा हामीले भन्नु केही पनि छैन होइन। र अहिले चाहिँ भिडियो बन्द गर्ने बेला हुन लाग्यो, घाम तातो छ, क्यामेरा तातिन्छ, अनि ओभर हिट भइसकेपछि क्वालिटी राम्रो आउँदैन, त्यही भएर मैले भिडियो आजको भ्लगलाई यति नै बनाउन चाहन्छु। फेरि हामी अर्को भ्लगमा भेट्नेछौँ, बाइ बाइ।